आज हामी एउटा यस्तो रोचक ऐतिहासिक रहस्य खोज्दैछौँ जुन सुन्दा एकदमै सामान्य लाग्छ नि, नेपालका प्रधानमन्त्रीहरूको श्रृङ्खला। तर भित्र पसेर हेर्दा यो यति धेरै गज्याङगुजुङ र जटिल छ कि कुरै छाडौँ। ल आउनुहोस् इतिहासका पानाहरू पल्टाउँदै हाम्रा प्रधानमन्त्रीहरूको यो भ्रमपूर्ण र रहस्यमय श्रृङ्खलालाई आज सँगै मिलेर सुल्झाउने प्रयास गरौँ। ल अब ढिला नगरी विषयवस्तुमा प्रवेश गरौँ। आज हामी मुख्य गरी यी 6वटा कुराहरूलाई सरसर्ती हेर्नेछौँ। सङ्ख्याको विवाद, प्रथम प्रधानमन्त्री को हुन्, राणाकाल, प्रजातन्त्र र पञ्चायत, गणतन्त्रकाल र अन्त्यमा हालका ऐतिहासिक घटनाक्रमहरू। सुरु गरौँ पहिलो खण्डबाट, सङ्ख्याको विवाद। आखिर कतियौं प्रधानमन्त्री त? अब एउटा रमाइलो कुरा हेरौँ है। जब पनि देशमा नयाँ प्रधानमन्त्री नियुक्त हुनुहुन्छ, वहाँ कतियौं प्रधानमन्त्री हो भन्नेमै ठूलो लफडा सुरु हुन्छ। एउटा सामान्य प्रश्नको सिधा उत्तर दिन इतिहासकारहरूलाई समेत गाह्रो पर्छ। उदाहरणका लागि केपी शर्मा ओलीलाई नै लिउँ न। उहाँ 33औं, 38औं, 57औं कि 62औं प्रधानमन्त्री हुनुहुन्थ्यो त। सुन्दा अचम्म लाग्छ नि, एउटै व्यक्तिको अङ्कगणितमा यत्रो धेरै थरीथरीको नम्बर कसरी आउन सक्छ? यो गणितीय गडबडी साँच्चै नै अनौठो छ। यहाँ हेरौँ त, यदि इतिहासका सबै मुख्तियार र दोहोरिएर आएका प्रधानमन्त्रीहरूलाई एक एक गरी गन्यो भने सङ्ख्या सिधै 62 पुग्छ। तर 5 जना मुख्तियारलाई मात्रै हटाउने हो भने फेरि 57 हुन्छ। अझ रमाइलो कुरा त के भने, नेपाल सरकारकै आधिकारिक वेबसाइट हेर्ने हो भने सङ्ख्या जम्मा 38 छ। अब आधिकारिक रूपमा प्राइम मिनिस्टर उपाधि पाएका माथवर सिंह थापाबाट गन्दा 34 अनि दोहोरिएकाहरूलाई एउटै मान्ने हो भने जम्मा 31 मात्र। यो त एउटा सिङ्गो ऐतिहासिक भुलभुलैया जस्तै भयो नि, होइन र? त्यसो भए अब दोस्रो खण्डमा जाउँ। पहिलो प्रधानमन्त्री चाहिँ वास्तवमा को हुन् त? यो अङ्कगणितको जरो खोज्दै जाँदा हामी पुग्छौँ नेपालको पहिलो प्रधानमन्त्री को हुन् भन्ने बहसमा। एकातिर हामीले सानैदेखि स्कुलमा पढेको जनविश्वास छ विक्रम सम्वत 1863मा मुख्तियार बनेका भीमसेन थापा। तर प्राविधिक यथार्थ अलिकति फरक छ है। वास्तवमा विक्रम सम्वत 1900मा माथवर सिंह थापालाई पो पहिलो पटक अङ्ग्रेजी उपाधि प्राइम मिनिस्टर भनेर औपचारिक रूपमा सम्बोधन गरिएको थियो। र यहीँबाट सुरु हुन्छ गणना आखिर कहाँबाट गर्ने भन्ने विवाद। यसै सन्दर्भमा इतिहासविद दिनेशराज पन्तको भनाई एकदमै सान्दर्भिक छ। उहाँ प्रष्ट भन्नुहुन्छ, भीमसेन थापालाई पहिलो प्रधानमन्त्री भन्नु नै गलत छ। माथवर सिंह थापादेखि मात्र प्रधानमन्त्री भनिएकाले त्यहीँबाट गणना गर्नुपर्छ। यो त ठ्याक्कै त्यस्तै भयो नि, जसरी कुनै बेला सामान्य ज्ञानका किताबहरूमा डन्डीबियोलाई बिना कुनै आधिकारिक आधार अचुवाको भरमा राष्ट्रिय खेल भनेर लेखिन्थ्यो। प्राविधिक रूपमा हेर्ने हो भने त गणना माथवर सिंह थापाबाटै हुनुपर्ने देखिन्छ। अब तेस्रो खण्डतिर लागौँ, राणाकाल र यसको 104 वर्षे शासन। प्रथम प्रधानमन्त्रीको यो प्राविधिक बहसलाई एकछिन थाती राखौँ र त्यो युगमा प्रवेश गरौँ जसले यो कार्यकारी पदलाई एउटा छुट्टै आकार दियो। यहाँका यी मुख्य ऐतिहासिक कालखण्डहरू हेरौँ है। 1903 सालमा सुरु भएको राणाकाल, 2007 सालको प्रजातन्त्र, 2017 सालको पञ्चायत हुँदै 2065 सालको गणतन्त्रसम्म। यो लामो यात्रामा कार्यकारी नेतृत्वको स्वरूप कसरी पटक पटक फरियो भन्ने कुरा एकदमै स्पष्ट देख्न सकिन्छ। प्रसिद्ध कोत पर्व त हामी सबैलाई थाहै छ। त्यही घटनापछि विक्रम सम्वत 1903मा जङ्गबहादुर राणाले सत्ता आफ्नो हातमा लिए अनि सुरु भयो एउटा यस्तो शताब्दी जहाँ प्रधानमन्त्री भन्ने पद केवल एउटै परिवारको पेवा जस्तो बन्न पुग्यो। यो पद क्षमता वा चुनावबाट नभई दाजुबाट भाइमा र त्यसपछि भतिजाहरूमा सर्ने एउटा वंशानुगत प्रणालीको रूपमा पुरै 104 वर्षसम्म चल्यो। खण्ड 4, प्रजातन्त्र र पञ्चायत, एउटा ठूलो राजनीतिक उथलपुथलको समय। राणा शासनको अन्त्यपछि 20औं शताब्दीको मध्यतिर नेपालको राजनीतिमा एकदमै ठूलो उथलपुथल आयो। यस बीचको सबैभन्दा ठूलो माइलस्टोन भनेको विक्रम सम्वत 2016 साल हो। त्यति बेला विश्वेश्वर प्रसाद कोइराला अर्थात् बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो। यो लोकतान्त्रिक इतिहासकै एउटा विशाल उपलब्धि थियो। तर विडम्बना भन्नुपर्छ, यो व्यवस्था धेरै समय टिक्न सकेन। अनि यहाँनिर आउँछ अर्को महत्त्वपूर्ण कुरा। जब 2017 सालपछि पञ्चायत व्यवस्था लागू भयो, तब प्रधानमन्त्रीको सट्टा मन्त्री परिषदको अध्यक्ष भन्ने पद पो प्रयोगमा आउन थाल्यो।
डाक्टर तुलसी गिरी, सूर्यबहादुर थापा जस्ता व्यक्तिहरू मन्त्री परिषदको अध्यक्ष बन्नुभयो। पछि गणतन्त्र आइसकेपछि पनि 2059 सालमा प्रधान न्यायाधीश खिलराज रेग्मी मन्त्री परिषदकै अध्यक्ष बन्नुभयो। अब उहाँहरूलाई प्रधानमन्त्रीको कुल लिस्टमा गन्ने कि नगन्ने त? सरकारी तथ्याङ्कले कहिले कसैलाई गन्ने कहिले नगन्ने गर्दा यो ऐतिहासिक तथ्याङ्क झनै भद्रघोल हुन पुगेको छ। खण्ड 5 गणतन्त्रकाल र यसको तीव्र नेतृत्व परिवर्तन। पञ्चायत र प्रजातन्त्रको त्यो अस्थिर युगपछि आधुनिक युग अर्थात् 2065 सालको गणतन्त्र घोषणापछिको अवस्था हेरौँ। यहाँ त नेतृत्व परिवर्तनको गति झनै तीव्र छ। प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी अनि सुशील कोइराला यी नेताहरू एकदमै छोटो छोटो समयको अन्तरालमा सरकारको नेतृत्वमा पुग्नुभयो। यसले हाम्रो आधुनिक राजनीतिमा कति छिटो छिटो सरकार फेरिन्छ भन्ने कुरालाई छर्लङ्ग पार्छ। अनि अर्को गजबको कुरा भनेको यो अङ्क 5 हो। हाम्रो इतिहासमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा जस्ता नेताहरू 5 पटकसम्म प्रधानमन्त्री पदमा पुग्नुभयो। सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द जस्ता नेताहरू पनि पटक पटक दोहोरिनुभयो। अब यहाँनिर फेरि उही प्रश्न आउँछ, एउटै व्यक्ति पटक पटक नियुक्त हुँदा हरेक पटक अनुक्रमिक सङ्ख्या बढाउने कि व्यक्तिलाई मात्र एकपटक गण्ने हो? यही एउटा सानो प्राविधिक कुराले गर्दा प्रधानमन्त्रीको नम्बर गण्ने विषय सधैँ अन्योलमा पर्ने गरेको छ। र अब पुग्यौं खण्ड 6 मा, हालैका ऐतिहासिक घटनाक्रमहरू। एउटा बिल्कुलै नयाँ अध्याय। इतिहासको पाना पल्टाउँदा पल्टाउँदै अब हामी हाम्रै आँखा अगाडि घटेका हालैका केही अभूतपूर्व घटनाक्रमहरूतर्फ आइसकेका छौँ। विभिन्न समाचार स्रोतहरूले उल्लेख गरे अनुसार 2082 साल भदौ 23 गतेदेखि जेनजी पुस्ताको आन्दोलन सुरु भयो। दुःखद कुरा, उक्त आन्दोलनका क्रममा कम्तीमा 19 जना युवाहरूको ज्यान गयो। त्यसको भोलिपल्ट अर्थात् भदौ 24 गते आक्रोशित समूहद्वारा देशभर ठूल्ठूला प्रदर्शन, आगजनी र तोडफोडका घटनाहरू भए। हामीले यहाँ केवल समाचार स्रोतहरूमा लिपिबद्ध भएका तथ्यहरूलाई मात्र जस्ताको तस्तै प्रस्तुत गरिरहेका छौँ। ती देशव्यापी प्रदर्शनहरू र आन्दोलनको प्रत्यक्ष राजनीतिक नतिजा स्वरूप तत्कालीन सरकार ढल्न पुग्यो र प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभयो। यो घटनाले देशको कार्यकारी पदलाई फेरि एकपटक रिक्त बनाइदियो। तर यसले एउटा कुरा निकै उत्कृष्ट रूपमा प्रश्न पार्छ। त्यो हो कसरी एउटा गहिरो राजनीतिक सङ्कटले ऐतिहासिक निकास पायो। सरकारवालाहरू बीचको छलफल र सहमतिको आधारमा भदौ 27 गते सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्त गरियो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 61 बमोजिम उहाँलाई उक्त पदभार सुम्पिनु भएको हो। र यो नियुक्ति कुनै सामान्य सत्ता परिवर्तन मात्र पटक्कै होइन। यो त हाम्रो नेपाली इतिहासकै एउटा अत्यन्तै विशाल र महत्त्वपूर्ण कोशीढुङ्गा हो। सर्वोच्च अदालतको प्रथम महिला प्रधान न्यायाधीश भनेर पहिले नै इतिहास रचिसक्नुभएकी सुशीला कार्की अब नेपालको इतिहासमै प्रथम महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको छ। यसले हामीले अहिलेसम्म चर्चा गरेको त्यो लामो, जटिल र पूर्ण रूपमा पुरुष प्रधान नेतृत्वको श्रृङ्खलामा एउटा एकदमै नयाँ र गर्व गर्न लायक ऐतिहासिक आयाम थपेको छ। आजको यो सम्पूर्ण ऐतिहासिक र राजनीतिक विश्लेषणको अन्त्यमा आइपुग्दा एउटा गहिरो प्रश्न मनमा उब्जिन्छ। के इतिहास भनेको एउटा विशुद्ध विज्ञान हो जहाँ हरेक तथ्य गणितीय रूपमा सधैँ स्पष्ट हुन्छन्, या यो केवल सत्ता र समयको बागडोर सम्हाल्नेहरूले कोरेको एउटा भाष्य मात्र हो? प्रधानमन्त्रीहरूको सङ्ख्याको त्यो अन्योलदेखि लिएर भर्खरै हाम्रै आँखा अगाडि बनेको नयाँ इतिहाससम्म आइपुग्दा आधिकारिक अभिलेख आखिर कसले र कसरी तय गर्छ? यो यस्तो प्रश्न हो जसले हामीलाई पक्कै पनि लामो समयसम्म सोच्न बाध्य बनाइरहनेछ। आजको यस विश्लेषणमा सँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।